यो घर हेर्नुहोस् है, यो चाहिँ काठमाडौँको धोबी खोलामा ड्याम भत्कियो। त्यत्रो करोडौँ लगानी गरेर बनाइएको घर अन्ततः चाहिँ त्यहाँ मापदण्ड मिचिएको अथवा त्यहाँ तल्ला थप गरिएको वा कानुनी अनुसारले कुनै पनि गतिविधि नभएको भनेर त्यो घर अहिले भत्काइएको छ। हाम्रो अनुभवमा हामीले आजसम्म करिब 700 वटाहरू हामीले घरहरू डिजाइन र सुपरभिजन गरिसकेका छौँ भने करिब 5000 भन्दा बढी प्रोपर्टीहरूको हामीले भ्यालुएसन गरेका छौँ र अधिकांशमा कम्तीमा पनि 50% चाहिँ हामीले कस्तो प्रोपर्टीहरू देखेका छौँ भने जम्मा 2 तला घर छ तर 3 तलाको निर्माण सम्पन्न, बाटो सेटब्याक छोडेको छ जम्मा 5 फिट तर सेटब्याक चाहिँ नक्सामा 15 फिट छ हैन। भनेको यति धेरै कानुनहरू मिचिएका छन्। 5 तलाको डिजाइन हुनुपर्ने घर बन्नुपर्ने 8 तला 9 तलाको बनेको छ भनेपछि समस्या के हुन्छ भने आजको यो सरकारले तपाईँहरूको घर नभत्काउला तर योभन्दा कडा सरकारहरू पछि आएर यदि तपाईँको अहिले राज्यले गरेको नियमअनुसार सूचना चाहिँ तपाईँको छिमेकीले उजुरी गर्यो भने तपाईँलाई थाहा पनि हुँदैन, त्यो छिमेकीले तपाईँलाई उजुरी गरेर त्यो तपाईँको घर भत्किन सक्छ। त्यसकारणले तपाईँको आफ्नो प्रोपर्टी सुरक्षित छ कि छैन, मापदण्डमा छ कि छैन, पहिलो कुरा यो हेर्नुहोस्। र दोस्रो भनेको तपाईँले यदि जग्गा खरिद गर्दै हुनुहुन्छ, प्रोपर्टी हेर्दै हुनुहुन्छ भने अनिवार्य विज्ञ र प्राविधिकहरूसँग परामर्श गर्न नभुल्नु होला, नत्र भने तपाईँको पनि नियति यस्तो हुन सक्छ। यो चाहिँ अनिवार्य धेरैभन्दा धेरैलाई सेयर गरिदिनु होला।